हेलो 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 नमस्ते यहाँहरू सम्पूर्णमा म उपाल आशा छ यहाँहरू सबैजना सन्चै हुनुहुन्छ होला सदा चाहिँ आज चाहिँ मैले मात्र एउटा एक्सरसाइज लिएर आएको छु। यस्तो एक्सरसाइज छ कि यहाँहरूले खाना खाने बित्तिकै गर्न सक्नुहुन्छ। यो एक्सरसाइज एकदमै प्रभावशाली धेरै नै शक्तिशाली एक्सरसाइज हुनेछ साथीहरू। मात्र एउटा यहाँहरूलाई लागिरहेको होला के हो त त्यस्तो भनेर भिडियो अन्तिमसम्म हेर्नुहोला साथीहरू, त्यसपछि यहाँहरूले थाहा पाउनुहुनेछ। मात्र एउटा एक्सरसाइज यहाँहरूले बेलुकीको खाना खाएपछि र बिहानको खाना खाइसकेपछि जति बेला यहाँहरूलाई गर्न मन छ फुर्सद मिल्छ त्यसपछि गर्न सक्नुहुनेछ। के हो त त्यस्तो भन्ने आतुर भइसक्यो भने आउनुहोस्। सुरुमा यहाँहरू यसरी बिस्तारै आफ्नो यसरी बस्नुहोस् अनि सुरुमा यहाँहरूलाई कसरी चाहिँ सुरु गर्ने हामीले यो पोजिसन भनेर देखाउन गइरहेको छु। सुरुमा यसरी दण्डासनमा हामी बस्छौँ अनि सिधा है, त्यसपछि एक एक गरेर यसरी भन्दै उहाँ यसरी तपाईँहरूको चाकमा ल्याएर राखिदिनुहोस् दुइटै खुट्टालाई अनि हिल्स माथि हिल्सलाई स्लाइडली तपाईँहरूले साइडतिर चाहिँ लगिदिनु होला दुइटै हिल्सलाई। अनि तपाईँहरूको चाक चाहिँ त्यो हिल्स माथि चाहिँ तपाईँहरूले अडाउनु पर्ने हुन्छ। डिरेक्ट यसरी होइन चाहिँ तपाईँहरूले बस्यो भने तपाईँहरूलाई नै समस्या हुने हुन्छ। त्यो भएको हुनाले स्लाइडली यसरी देखिराख्नु भएको छ नि साइडतिर चाहिँ थोरै मोडाउनु होला अनि त्यसपछि यहाँहरूले मजाले बस्न सक्नुहुन्छ यो पोजिसनमा। र यो पोजिसन मात्र एउटा यस्तो एक्सरसाइज हो पोजिसन हो यहाँहरूले खाना खाएको तुरुन्तै यहाँहरूले यो पोजिसनमा बसेर चाहिँ यहाँहरूले आफ्नो वेट लस गर्न सक्नुहुन्छ। र वेट लस मात्रै होइन कि यहाँहरूले आफ्नो शरीरमा जे जति समस्या छ त्यो सबैलाई ठिक गर्न सक्नुहुन्छ है गाइज। र एउटा म महत्त्वपूर्ण कुरा चाहिँ यहाँहरूलाई के सेयर गर्न चाहन्छु भने यहाँहरूको यदि घुँडामा केही समस्या छ नीमा केही प्रब्लम छ भने यो पोजिसनमा बस्दै नबस्नुहोस् है। अब हल्का मात्रै समस्या छ भने चाहिँ यहाँहरूले आफ्नो यहाँ चाकमुनि यहाँनिर केही कुसन र आफ्नो संस्था अनुसार कपडाहरू राखेर चाहिँ यहाँहरूले यो पोजिसनमा बस्न सक्नुहुनेछ। रिड हड्डीलाई सिधा राखिदिनुहोस्। आफ्नो पोस्चरलाई मेन्टेन गर्न चाहिँ नभुल्नुहोला। यसरी लथाल्छु पाराले होइन यसरी यो तरिकाले अल्छी पाराले शरीरलाई यसरी मिलाएर नराख्नुहोला। शरीरलाई तपाईँहरूको विशेष गरेर रिड हड्डीलाई चाहिँ सिधा गरेर यहाँहरूले राख्नुपर्ने हुन्छ। अनि कतिसम्म बस्न सक्नुहुन्छ त्यति नै बस्ने कोसिस गर्नुहोस्। र सुरुमा तपाईँहरूले 5 मिनट 6 मिनट बस्न सक्नुहुन्छ अनि बिस्तारै आफ्नो अभ्यास बढाउनु होला। र बिचमा केही त्यस्तो यहाँहरूलाई मलाई रेस्ट चाहियो ब्रेक चाहियो भने यहाँहरूको आफूलाई थाहा हुन्छ नि त होइन। आफ्नो शरीरलाई रेस्ट चाहियो भने यहाँहरूले चाहिँ मुभमेन्टहरू दिनुहोस् आफ्नो खुट्टालाई अनि फेरि ब्याक टु यही पोजिसनमा आएर बस्न सक्नुहुन्छ। यो एउटा यस्तो पावरफुल एक्सरसाइज हो कि यहाँहरूले बिहानको र मैले भनिसकेँ बेलुकीको खाना खाइसक्ने बित्तिकै यहाँहरूले यो पोजिसनमा बस्न सक्नुहुनेछ। यसको धेरै नै छ फाइदाहरू है। अब विशेष गरेर त हामीलाई बेली फ्याटको मोटोपना दिन सताउने गर्छ, त्यो सबैलाई मजाले खलास गर्ने काम गर्छ। यहाँहरूलाई धेरै एक्सरसाइज गर्न एकदमै टाइम छैन सक्नुहुन्न भने चिन्ता नलिनुहोस्। यो एक्सरसाइजले तपाईँहरूको भुँडीको बोसोलाई मजाले खलास गर्ने काम गर्छ र साथीहरू यो पोजिसनमा मजाले बस्न सक्नुहुन्छ। अनि आफ्नो
सक्नुहुन्छ भने आँखालाई बन्द गरेर बस्ने कोसिस गर्नुहोस् है। अनि फिल गर्नुहोस् तपाईँको चाहिँ अब सासहरू चाहिँ कसरी चाहिँ चलिरहेछ, भित्र जाने आउने क्रम, अनि अक्सिजन भित्र जाने क्रम होइन। अनि फेरि हामीले एक्सर्साइज गरिन्छ, त्योहरू फिल गरेर बस्न सक्नुभयो भने यहाँहरूलाई अझ धेरै लाभ मिल्नेछ साथीहरू। अनि यो पोजिसनमा बस्दाखेरि चाहिँ यहाँहरूलाई मैले भन्न सकेँ धेरै नै फाइदाहरू मिल्नेछ। एउटा मात्र फाइदा होइन कि यहाँहरूले सोचेको भन्दा चाहिँ 100 गुणा फाइदाहरू यहाँहरूले पाउनुहुनेछ। र यहाँहरूलाई पाचन खाना चाहिँ पच्ने, यहाँहरूलाई पच्नमा केही समस्या छ भने त्यसलाई पनि धेरै राम्रो गर्ने काम गर्छ र ब्लड सर्कुलेसनमा पनि यसले ठुलो सहयोग गर्छ। र यहाँहरूको आफ्नो नीलाई पनि एकदमै बलियो बनाउने काम गर्छ, एङ्कलको जोइन्ट्सहरूलाई पनि एकदमै राम्रो गर्ने काम गर्छ। यहाँहरूको ब्याक पेनमा केही समस्या छ, लोवर ब्याक पेनमा भने त्यसलाई पनि राम्रो काम गर्ने गर्छ। अनि यहाँहरूको अटोमेटिकली नै पेटको बोसो त यहाँ कम हुने काम भइ नै रहेको हुन्छ, किनकि यसले यो पोजिसनले चाहिँ तपाईँहरूको पाचन प्रक्रियालाई चाहिँ एकदमै होइन राम्रो, एकदमै मजबुत बनाएर चाहिँ भित्र काम गरिरहेको हुन्छ। त्यो भएर जे जति समस्या छ यहाँहरूको पेल्भिक फ्लोरमा केही त्यस्तो समस्या छ भने त्यसलाई पनि एकदमै राम्रो काम गर्ने गर्छ। यहाँहरूको होइन देखिन राख्नुभएको छ आफ्नो जस्तो थाई होइन फिला तिग्रामा पनि केही त्यस्तो मोटोपनाले सताइरहेको छ भने त्यसलाई पनि एकदमै राम्रो काम गर्ने गर्छ साथीहरू। र मैले भने नि ओभरअल सबै चाहिँ यहाँहरूको हेल्थलाई राम्रो काम गर्ने गर्छ। र पिरियडमा त्यस्तो केही महिनावारी सम्बन्धी केही समस्या छ भने पनि यसले यहाँहरूको समस्यालाई टाढा राख्ने काम गर्छ। र यो पोजिसनमा यहाँहरूलाई धेरै लामोसम्म बस्न केही समस्या छ भने यहाँहरूलाई म यसरी देखाउन गइरहेको छु। सुरुमा दुईटा हातलाई यसरी जमिनमा राख्नुहोस् अनि यसरी दुईटा खुट्टा यो पोजिसनमा, अनि यसरी यहाँहरूले यसरी यो पोजिसनमा डन्डा आसनमा बस्दिनुहोस्। अनि यसरी पोइन्ट है अगाडि अनि फ्लेक्स, पोइन्ट अगाडि फ्लेक्स। र यहाँहरूले यसरी मुभमेन्टहरू दिन सक्नुहुन्छ। अनि यसरी हेर्नुहोस् त कति यहाँको अहिले आनन्द मिलिरहेको होला साथीहरू है। मैले त फिल गरिरहेको छु यसरी। र ल तपाईँहरूलाई मैले अर्को पनि एड गरिदिएँ है। यो मुभमेन्टले पनि यहाँहरूको चाहिँ एकदम अब हामी यस्तो डायमन्ड पोजमा वज्रासनमा बस्दाखेरि होइन समस्या हुन्छ नि त, धेरै लामो समयसम्म बसेर केही चाहिँ तपाईँहरूको जोइन्ट्सहरू दुख्ने, मसल दुख्ने भइरहेको हुन्छ, त्यो सबैलाई यसले राम्रो काम गर्ने गर्छ। साथसाथै पेटको बोसो र साइड बडी फ्याट, हिप फ्याट सबैलाई नै यसले पनि एकदमै राम्रो काम गर्ने गर्छ है। बिस्तारै डन्डा आसनमा आउनुहोस् अनि बिस्तारै यसरी एक एक गरेर होइन बिस्तारै नहतारिकन यसरी एक गरेर चाहिँ यहाँहरूले फेरि वज्रासनमा यसरी बस्न सक्नुहुन्छ। रिल फ्याक्टर सिधा आफ्नो पोस्चर एकदमै यहाँहरूले मेन्टेन गर्नु होला। अनि फिल गर्नुहोस् है तपाईँहरूको चाहिँ जति पनि जे जति शरीरमा समस्या छ त्यो सबैलाई एकदमै राम्रो काम गर्ने गरिरहेको छ। ओके, यो पोजिसनमा सुरुमा 3 मिनट 4 मिनट अरू सक्नु भएन भने 2 मिनट 1 मिनट जति यहाँहरूलाई जति बस्न आफूलाई सहजता हुन्छ त्यही अनुसारले आफ्नो सहजता अनुसार गर्नुहोला गाइस। र मेरो त एकदमै फेभरेट हो यो पोजिसन। म प्राय खाना खाइसकेपछि यो पोजिसनमा बस्ने गर्छु र बढी जस्तो मैले अलिकति बढी खाएँ भने अरू मलाई चाहिँ मेरो चाहिँ केही पेटमा समस्या, खाना खाइसकेपछि कहिलेकाहीँ आफूलाई एकदमै अप्ठ्यारो हुने अनि खानाहरू पचाउन गाह्रो भइरहेको बेला चाहिँ म यो पोजिसनमा तुरुन्तै बसिहाल्छु। गाइस तपाईँहरूले पनि यो
अभ्यासलाई लागू गर्नुहोला आफ्नो डेली रुटिनमा। यहाँहरूले अनगिन्ती फाइदाहरू पाउनुहुनेछ गाइज है। जति सक्दो चाहिँ यो फोकस गर्नुहोस् आफ्नो प्र्याक्टिसमा। आँखा बन्द गरेर बस्नुहोस्, हातलाई यसरी राख्नुहोस् है। अनि रियर हार्ट डिसी दाग चेस्टलाई छातीलाई चौडा गरेर नेकलाई पनि यसरी एकदमै होइन थोरै यसरी पोजिसनले राख्नुहोस्। देखिराख्नु भएको छ नि। अनि त्यसपछि बिस्तारै आँखा बन्द गरेर यसरी बस्न सक्नुहुन्छ गाइज है। धेरै नै लाभदायक छ यो पोजिसन, यो एक्सर्साइज। देख्दाखेरि केही जस्तो लाग्दैन, तर यहाँहरूले अभ्यास गरेको 1-2 दिन नै तुरुन्तै यहाँहरूले फिल गर्नुहुनेछ गाइज। अनि बिस्तारै यहाँहरूले अब आँखा खोल्नुहोस् अनि बिस्तारै यसरी दुईटा हातलाई जमिनमा अनि बिस्तारै आउन सक्नुहुन्छ। अब फेरि होइन यसरी मुभमेन्टहरू दिनुहोला, हामीलाई यो जरुरी छ। एकैचोटि झटक्कै नउठ्नुहोला है। बिस्तारै यहाँहरूले आफ्नो अभ्यासहरू बिस्तारै बिस्तारै बढाउँदै जान सक्नुहुनेछ गाइज। देखिहाल्नु भयो नि, मात्र एउटा एक्सर्साइज, धेरै नै शक्तिशाली एक्सर्साइज। आशा छ यहाँहरूलाई मन पर्यो होला र यी सारा समस्याबाट यहाँहरूलाई टाढा बस्न मन छ भने तुरुन्तै गरिहाल्नुहोस् है। केही त्यस्तो यहाँहरूलाई प्रश्नहरू छ भने प्लिज कमेन्ट गर्न अप्ठ्यारो नमान्नुहोला र यहाँहरू सदा चाहिँ स्वस्थ रहनुहोला, खुसी रहनुहोला, सुखी रहनुहोला भन्दै नमस्ते।